जीवन विज्ञान इनरवाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रामनवमीको अवसर पारेर शुक्रबार जीवन विज्ञान नगर परिषद इनरवाले महेन्द्र चोकमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो। योगका माध्यमबाट मानिसहरूलाई स्वस्थ बनाउने अभियानमा रहेको जीवन विज्ञान नगर परिषद इनरवाले शुक्रबार पनि नेपाल रेड क्रस सोसाइटी धरान तथा 3 नम्बर वडा कार्यालय इनरवा सङ्घको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। परिषदकी संयोजक सबिना सिग्देल रेग्मीले एक थोपा रगतको अभावले कसैको ज्यान नजाओस् भन्ने पवित्र उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन्। उनले रक्तदान नै महादान भएकाले शुभेच्छुक मनहरूले रक्तदान गरेर कार्यक्रम सफल बनाइदिएको बताइन्। आज हामीले रामनवमीको पावन अवसर पारेर इनरवा नगर परिषदको आयोजनामा जीवन विज्ञानबाट हामीले बृहत रक्तदान कार्यक्रम आयोजना गरेका छौँ। एक थोपा रगतले एउटा मानिसको जीवन बाँच्न सक्छ भन्ने सेवाको महाउद्देश्य लिएर हामीले बृहत रक्तदान कार्यक्रम आयोजना गरेका हौँ। एउटा रगतको थोपाले कसैको आमाको जीवन बाँच्न सक्छ, कसैको बुवा फर्केर आउनुहुन्छ, एउटा परिवारमा एउटा सुन्दर फुल फुल्न सक्छ भन्ने उद्देश्य राखेर हामीले यो बृहत रक्तदान कार्यक्रम आयोजना गरेका हौँ। रक्तदान गर्न जति पनि रक्तदाताहरू आउनु भएको छ यहाँ एकदमै म सबिना सिग्देल व्यक्तिगत तर्फबाट तथा जीवन विज्ञान इनरवा नगर परिषदको तर्फबाट म उहाँहरूलाई हृदयभित्रबाट नमन गर्न चाहन्छु, ताकि उहाँहरूले आफ्नो स्वास्थ्यमा कति पनि परवाह नगरिकन एउटा मैले दिएको रगतले कसैको जीवन बाँच्न सक्छ भन्ने महाउद्देश्य बोकेर यहाँ रक्तदानका लागि सहभागी भएर रक्तदान महादान भन्ने उद्देश्यलाई बुझेर रगतलाई दान गरिरहनु भएको छ, एउटा जीवनलाई दान दिइरहनु भएको छ, कसैको जीवन बचाइरहनु भएको छ। उहाँहरूलाई म मेरो हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु, आभारी। जीवन विज्ञान नगर परिषद इनरवाकी संयोजक सबिना सिग्देल रेग्मीको अध्यक्षतामा तथा जीवन विज्ञान सुनसरी जिल्ला सह संयोजक दिल्ली तिमसिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा 28 जना रक्तदाताहरूले 28 पिण्ड रगत दान गरेको जीवन विज्ञान इनरवा नगर परिषद सदस्य प्रतिमा भट्टराई कोइरालाले जानकारी दिइन्। उनले रक्तदान कार्यक्रममा समाजसेवी, सशस्त्र प्रहरी, पत्रकार, नेपाल प्रहरी, ओम शान्ति लगायत स्थानीयहरूले समेत रक्तदान गरेको बताइन्। जीवन विज्ञान इनरवा नगर परिषद सदस्य पुनम दाहालले सञ्चालन गरेको कार्यक्रममा जीवन विज्ञान इनरवा नगर परिषद सह संयोजक चन्द्रकला तिमसिनाले स्वागत मन्तव्य राखेकी थिइन्।